ल नमस्कार साथीहरु, सबैजनाले स्वागत छ। आज चाहिँ मैले विशेष गरी शिक्षातर्फका विद्यार्थी साथीहरुको लागि एकदमै महत्त्वपूर्ण कुरा जुन सिकाइ सिद्धान्तहरु हामीले चाहिँ पढ्नै पर्ने कुरा छ, त्यो चाहिँ मैले लिएर आएको छु। जसमध्येको क्लासिकल कन्डिसनल लर्निङ थ्योरी जुन चाहिँ शास्त्रीय सम्बन्धन सिकाइ भन्छौं हामीले, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण जान्नै पर्ने कुराहरु चाहिँ यहाँ मैले शेयरिङ गर्दै छु। शास्त्रीय सम्बन्धन सिकाइ के रहेछ त? यसको संयन्त्र के हो? प्रतिपादक को हुन्? कसले प्रतिपादन गरे? हैन? र के माथि प्रयोग गरियो? यसका विशेषता के हुन्? यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा चाहिँ हामीले विशेषतः बुझ्न जरुरी हुन्छ। धेरै कुरा बुझ्न पर्दैन, यति कुरा चाहिँ बुझ्न पर्यो। पहिलो कुरो त अस्वाभाविक उत्तेजना र स्वाभाविक उत्तेजना बीच सम्बन्ध स्थापना गरेर अस्वाभाविक उत्तेजनाबाट पनि स्वाभाविक उत्तेजना जस्तै प्रतिक्रिया दिन सक्ने बनाउनलाई चाहिँ के भन्दो रहेछ? शास्त्रीय सम्बन्धन सिकाइ भन्दो रहेछ। यसमा चाहिँ यसको प्रतिपादक को हुन् भन्दा इभान पी प्याभलोभले चाहिँ कुकुर र यसको र्याल उत्पादन क्रियामाथि प्रयोग गरी यो सिद्धान्त प्रयोगमा ल्याएका हुन् भनेर भन्दो रहेछ। र यस सिद्धान्तलाई चाहिँ एसआर लर्निङ थ्योरी पनि भनिन्छ साथीहरु, जसमा चाहिँ एस भनेको स्टिमुलस, आर भनेको लर्निङ, स्टिमुलस लर्निङ थ्योरी, स्टिमुलस रेस्पोन्स लर्निङ थ्योरी पनि भनिन्दो रहेछ। उनको प्रयोग चाहिँ केमा गरे भन्दा कुकुरमाथि गरेको रहेछ। कुकुरलाई चाहिँ मासुको धुलो खान दिए। मासुको धुलो चाहिँ देख्न साथ कुकुरको मुखमा र्याल आयो। यो चाहिँ उनको प्रयोग भयो। यस क्रियालाई चाहिँ के भने स्वाभाविक उत्तेजना भने। मासुको धुलो देख्न साथ चाहिँ उसको मुखमा र्याल आउनलाई चाहिँ के भने स्वाभाविक उत्तेजना, स्वाभाविक प्रतिक्रिया भने। मासुको धुलो चाहिँ स्वाभाविक उत्तेजना भयो, र्याल आउनु चाहिँ स्वाभाविक प्रतिक्रिया भयो। यसपछि कुकुरलाई मासुको धुलो दिनुभन्दा पहिले के गरियो? घण्टी बजाइयो। त्यहाँ घण्टीको आवाज एक स्वाभाविक उत्तेजना थियो, अस्वाभाविक उत्तेजना थियो। यो क्रिया धेरै पटक दोहोर्याउँदा र्याल उत्पादन गर्ने कार्य र घण्टीको आवाज बीच एक विशेष सम्बन्ध स्थापना भयो र घण्टीको आवाजको लागि अस्वाभाविक प्रतिक्रिया र्याल उत्पादन गर्न सिक्यो। यसलाई चाहिँ उनले के भने शास्त्रीय सम्बन्धन सिकाइ भने है। अब यसको संयन्त्र कस्तो छ हेरौँ है साथीहरु। यन्त्रीकरण वा संयन्त्र भन्छ। जस्तो यिनले 3 चरणमा चाहिँ यो प्रयोग गरे। पहिलो चरणमा चाहिँ घण्टी बजाए। घण्टी बजाउने बित्तिकै कुकुरले के गर्यो? कान ठाडो गर्यो। त्यसपछि खाना दिए। खाना देखाउने बित्तिकै के गर्यो? र्याल चुहायो। यो के भयो साथीहरु? स्वाभाविक उत्तेजना भयो। स्वाभाविक प्रतिक्रिया, स्वाभाविक उत्तेजना भयो। यसलाई इंग्लिशमा हामीले के भन्दो रहेछौं? यूसीएस, अनकन्डिसनल स्टिमुलस जुन चाहिँ खाना हो, अनकन्डिसनल रेस्पोन्स जुन चाहिँ के हो? र्याल हो। र दोस्रो चरणमा के गर्यो भने घण्टी र खाना सँगै दिए। त्यसले गर्दा के भयो? र्याल चुहायो खाना देख्ने बित्तिकै है। तेस्रो चरणमा चाहिँ के गर्यो भन्दा घण्टी अस्वाभाविक उत्तेजना देखाए तर खाना दिएन, जसमा चाहिँ कुकुरले के गर्यो? र्याल चुहाएरै छाड्यो, जसलाई हामीले के भन्छौं? अस्वाभाविक प्रतिक्रिया भन्छौं। अब यसका विशेषता के रहेछन् त्यो हेरौँ है साथीहरु। यसका विशेषतामा चाहिँ मैले यो यहाँनेर एउटा ट्रिक पनि ल्याएको छु। साबी आबी उ भनेर पढ्न पनि सक्छौं अलि सजिलो तरिकाले। जसमा चाहिँ सा भनेको उत्तेजना सामान्यकरण, मिल्दो जुल्दो उत्तेजना चिन्नु, त्यसलाई हामीले के भन्दो रहेछौं? उत्तेजना सामान्यकरण। बी उत्तेजना विभेदीकरण, विभिन्न उत्तेजनाहरूको बीचमा फरक छुट्याएर उत्तेजनाको पहिचान गर्नु। जस्तै कुकुरले धेरै जना मानिसको हुलमा आफ्नो मालिकलाई चिनेर पुच्छर लाउँछ, त्यसलाई विभेदीकरण भयो। विच्छेद वा लोप हुनु भनेको पटक पटक उत्तेजना प्रतिक्रिया सम्बन्ध नदोहोरिएमा, रिपिट नभएमा चाहिँ त्यो चाहिँ के हुन्छ? लोप हुन्छ, हराउँछ। त्यसलाई हामीले के भन्छौं? विच्छेद वा लोप हुनु भन्छौं। र स्वत प्राप्ति भनेको छ हराएको सम्बन्ध अकस्मात देखा पर्नु, कहिले देखा पर्नु। त्यसलाई चाहिँ हामीले के भन्छौं? पुनः सम्बन्ध अथवा आकस्मिक प्राप्ति अथवा स्वत प्राप्ति भन्दो रहेछौं। र उच्च दर्जाको सम्बन्धन भनेर मानिसको व्यवहार, अब त्यो चाहिँ हाम्रो स्वाभाविक र अस्वाभाविक उत्तेजनाको सम्बन्धबाट चाहिँ बानीको व्यवहारको निर्माण भयो भने त्यसलाई चाहिँ हामीले के भन्छौं? उच्च दर्जाको सम्बन्धन भनेर भन्छौं साथीहरु है। अब यसको चाहिँ शैक्षिक प्रयोग केमा हुँदो रहेछ भन्दा बानी निर्माण तथा परिवर्तन गर्न, शाब्दिक संयोजन गर्न, पशुहरूलाई तालिम दिन, नराम्रा आदतहरू हटाउन,
यसको चाहिँ प्रयोग गरेको रहेछ।